शिक्षकहरूको आन्दोलन 20औं दिन पनि जारी, सडक बिहानैदेखि अस्तव्यस्त। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा 20औं दिन सोमबार पनि काठमाडौँ बिहान 9 बजेदेखि नै प्रदर्शन सुरु भएको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत आजको प्रदर्शन बिहान 9 बजेबाट माइतीघर मण्डलामा सुरु भएको जानकारी दिएका छन्। उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझै अनुशासन र आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन्। शिक्षकहरू गत चैत्र 20 गतेदेखि निरन्तर काठमाडौँमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन पर्याप्त पूर्व सूचना अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक